हेलो एभ्रिवान, हामी चाहिँ यसो आज काम छुट्टी गरिकन चाहिँ माछा मार्न भनिकन जाँदैछौँ खोलातिर। हामी चाहिँ अहिले रोल्पा सिलचरको माथि के भन्छ यो गाउँको नाम के अरे, गाउँको नाम पनि त्यति थाहा भएन, मिजिङ भन्ने मिजिङमा छौँ हामी चाहिँ। अनि हामी चाहिँ सबैजना दाइहरू अनि हाम्रो ज्वाइँ छोरोहरू सबैजना माछा मार्ने भनेर चाहिँ आज प्लान बनाएको थियो र माछा मार्न जाँदैछौँ। के कसो हुन्छ हेरौँ, कतिको माछा मर्ने रहेछ, कतिको माछा पाउँदो रहेछ। सानसाना भाइले भन्दै थियो माछा चाहिँ पाउँछ। अस्ति दुईजना दाइले चाहिँ माछा मार्नु भएको थियो, एउटै ढुङ्गादेखि लगभग आधी किलो पौने किलो निकाल्नु भएको थियो। पाइन्छ भन्ने कुरा गर्दैछन्, सायद पाउँछ होला। कतिको मार्छौँ हेरौँ है। दाइ माछा त मार्ने हो नि आज, टन्ने होइन? ठुलो माछा मार्ने आज। ठुल्ठुलो त माछा मार्ने हो, तर पाइन्छ पाइन्न ठुल्ठुलो, तर सानसाना चाहिँ मार्नुपर्छ। साँझ जाँड र रक्सीसँग सितन त हुन्छ नि होइन?